आजको राशिफल। आज मिति 2082 साल वैशाख महिनाको 28 गते आइतबार, वैशाख शुक्ल पक्ष चतुर्दशी तिथि, महिला ज्योतिष सङ्घको स्थापना दिवस। त्यसै गरी नृसिंह जयन्ती पनि परेको छ। चन्द्रमाको भ्रमण तुला राशिबाट रहनेछ। सुरु गरौँ आजको राशिफल। मेष राशि। आर्थिक र सामाजिक गतिविधिमा सक्रिय भइनेछ। समयले साथ दिनेछ। भाग्य निकै प्रभावशाली देखिएको छ। मनका इच्छा आकांक्षाहरू परिपूर्ति हुनेछन्। त्यसै गरी नयाँ नयाँ काममा तपाईँले सफलता पनि प्राप्त गर्नुहुनेछ। वृष राशि। प्रेममा लाभ मिल्नेछ। यात्रामा फाइदा हुनेछ। कुनै विशेष काम कारबाहीमा लाग्नु राम्रो हुनेछ। स्वास्थ्य भने सामान्य समस्या हुन सक्छ। मिथुन राशि। संगीत, कला, साहित्य यसबाट प्रशस्त धन आगमन हुनेछ। दैनिक कारोबारहरूमा पनि राम्रै छ। आज कोही निकै लामो समयदेखि भेट नभएको साथी, इष्टमित्र, आफन्तजनसँग भेट हुन सक्छ। त्यसै गरी कुनै महँगो गिफ्ट उपहार पनि प्राप्ति हुने खालको दिन देखिएको छ। कर्कट राशि। निकै खुसी, आनन्द र शान्ति मिल्नेछ। प्रेमिका अथवा प्रेमीबाट निकै महँगो उपहार पनि प्राप्ति हुनेछ। मनमा उत्साह, जोश, जाँगर, लामो समयको लागि कुनै योजनाहरू त्यो बुन्न सकिनेछ। सिंह राशि। राजनीतिक र साङ्गठनिक काममा निकै तपाईँले राम्रो गर्न सक्नुहुन्छ। तर आफ्नै केही सामान हराउने, चोरी हुने या आफूबाटै केही चिजहरू तपाईँसँग भाग्न सक्छ। तर भाग्यलाई भने कसैले जित्न सक्ने छैन। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला। कन्या राशि। भागदौडमै दिन बित्नेछ। केही मनमा अशान्तिहरू पैदा हुनेछन्। इष्टमित्रबाट भने सहयोगको अपेक्षा गर्नु राम्रो हुनेछ। आमा बुवा, माउली, ससुराली पक्षबाट केही धनलाभको योग पनि परेको छ। तुला राशि। ठुलो मात्रामा केही लाभको योग छ। मनमा शान्ति र उमङ्ग जाग्नेछ। त्यसै गरी पर्याप्त मात्रामा सुखको तपाईँलाई बोध हुनेछ। आर्थिक, सामाजिक, राजनीतिक पक्षमा पनि तपाईँले निकै राम्रो गर्न सक्नुहुनेछ। आज लाग्नुहोस्, सफलता अवश्यमेव रहनेछ। वृश्चिक राशि। धनागम र सन्तुष्टिको समय छ। मातापिता र ससुराली पक्षबाट सहयोग मिल्नेछ। आज लामो समयदेखि बिग्रिएको केही महत्त्वपूर्ण काम बन्न सक्छ। धनु राशि। धार्मिक जागरणको योग देखिएको छ। मनका नकारात्मक भावनाहरू नासिने र सकिनेछन्। ईश्वरीय आशीर्वाद पनि तपाईँलाई प्राप्त हुनेछ। कुनै धार्मिक पुस्तक किन्नु, दान गर्नु, सेवा गर्नु, जागरणमा लाग्नु तपाईँको लागि विशेष लाभदायक देखिएको छ। मकर राशि। असन्तुष्टिका बावजुद पनि केही सन्तुष्टि र धन लाभ हुनेछ। धेरै साथीभाइले तपाईँसँग कुरा गर्न खोज्नेछन्। तपाईँ निकै घकिलो र फराकिलो तरिकाले कुरा गर्नुहुनेछ। केही तपाईँका लागि पनि लाभको योग परेको छ। आफन्तजनबाट तपाईँले सहयोग प्राप्त गर्नुहुनेछ। कुम्भ राशि। भोलि तपाईँको लागि निकै आज लाभदायक साबित हुनेछ। आर्थिक उन्नति, प्रगतिको योग पनि देखिएको छ। साहित्यमा अथवा शान्तिको मार्गमा तपाईँले निकै नै उपल्लो लेभलमा गर्न सक्नुहुनेछ। भोगविलासको लागि पनि राम्रो दिन देखिएको छ। आजको दिनको लागि तपाईँको मन निकै पर्याप्त हुनेछ। विपरीत लिङ्गीबाट पनि सहयोग पाउनुहुनेछ। मीन राशि। अर्थतन्त्रमा ठुलो सुधार आउनेछ। होटलको व्यापार, बिजनेस छ। लटरी या सट्टेबाजी, चिट्ठा या कुनै पनि अप्रत्याशित धन लाभको योग देखिएको छ। मन निकै जोस जाँगर भर्नेछ। गुरुको आशीर्वाद र सन्तुष्टि तपाईँले प्राप्त गर्नुहुनेछ। त्यसै गरी आज तपाईँका लागि केही सकारात्मक सोचहरू या सकारात्मक चिन्तनहरू पनि आउनेछन्। तपाईँलाई जोडतोडका साथ दिनेछ। त्यस कारणले गर्दा आज हरेक सेक्टर, क्षेत्र, व्यवसाय, पेसा जहाँबाट पनि तपाईँले लाभ लिन सक्नुहुनेछ।